मिठो भित्र पिठो नरहेको सेलरोटी यस्तै खालको सेलरोटी बनाउनको लागि 2-3 घण्टा अघिदेखि चामल भिजाएर राख्ने अनि लगभग 4 घण्टापछि भिजेको चामलबाट पानी निथोरेर फाल्ने पानी जति फाल्ने चामल मात्रै राख्ने र उक्त चामललाई मिक्सरमा हाल्दै सँगै चिनी पनि राख्दै चामलसँग कति चिनी चाहिन्छ त्यही अनुसार हाल्दै ग्राइन्ड गर्ने पिस्ने अनि उक्त पिसे खस्रो यो चाहिँ ठिकै खालको हुनुपर्छ धेरै मसिनो नि हुनु हुँदैन धेरै खस्रो पनि हुनु हुँदैन यसरी सबै चामलहरूलाई पिसे मैले अनि चामल पिसिसकेपछि त्यसमा घिउ राख्ने 4-5 चम्चा जति घिउ राख्ने अनि यसलाई मिठो अलि बास्नादार बनाउनको लागि ल्वाङ सुकमेलको डुडो राख्ने अलिकति थोरै धेरै गर्मी हुन्छ फेरि थोरै ल्वाङ सुकमेलको डुडो राख्ने अनि दुधको तर छ भने दुधको तर अनि दुध पनि राख्ने यसलाई मैले चाहिँ 5-6 डाडु दुध राखेँ अनि उक्त दुध राखिसकेपछि यो पिठोलाई फाउने खास त्यो पिठो घिउ दुध सबै मिक्स हुनुपर्छ त्यसमा एकदम पुरै लाग्ने गरी अलि कम भयो भने यसमा तातो पानी राख्दै फाउने अनि यसमा चाहिँ मैले यो दारको ढुटो राख्नै बिर्सेछु यो चाहिँ दार हो ढुटो बनाएर सुकाएर ढुटो बनाएर राखेकोलाई मनतातो पानीमा घोलेर त्यही पिठोमा हालेर मजाले माड्ने यो फेरि यो राम्रोसँग मोलिएन भने डल्ला डल्ला बस्छ रोटी पोका पोका भएर हुन्छ अनि यसलाई चाहिँ मनतातो पानी राख्दै मजाले माड्दै आफूले कतिको पिठो खेलाउन सक्छ बाक्लो पातलो हेरेर ठिक्कको बनाउने अनि त्यो बनाइसकेपछि यो चाहिँ आफूले हातमा लिन सक्ने हातले आफूले घुमाउँदाखेरि त्यही भाँडामा घुमाएर हेर्ने घुमाउन सक्ने खालको पिठो बनाइसकेपछि मजाले माडी यसलाई चाहिँ धेरै समय माडेर बनाउनु पर्छ अनि यो बनाइसकेपछि चाहिँ हामीले यता तेल तातिसकेको पनि थियो त्यो बनाउँदै अनि उक्त तेलमा रोटी बनाउन सुरु गर्ने तेल चाहिँ अलि मजाले तातेको हुनुपर्छ रोटी हाल्दाखेरि चाहिँ हुरुर फुलेर आउने खालको हुनुपर्छ तेल चाहिँ अनि यसरी तेलमा मजाले रोटी हालिसके पछाडि चाहिँ उक्त रोटी चाहिँ हुसुच्च भएर फुलेर आउँछ यो भित्र पिठो पनि बस्दैन अनि खान पनि मिठो हुन्छ अनि यस रोटीलाई तरकारी र रोटी यसरी सर्भ गर्ने यो चाहिँ हाम्रो उहाँले खाजा खाँदै हुनुहुन्छ यता नानी बाबुले पनि भनेर खाँदैछन् रोटी तरकारी हो तरकारी खाँदैछन् ल खाऊ छोराछोरीलाई खाजा पनि